भाइ जापान आउनु रहर हो कि बाध्यता हो? मेरो चाहिँ दाइ अब म चाहिँ बाध्यता चाहिँ भन्दिनँ होइन, किनकि अब बाध्यता भइदियो भए म सायद इन्डिया जान्थेँ होला होइन, साउदी जान्थेँ होला, दुबई जान्थेँ होला। यदि मलाई त्यस्तै बाध्यता पर्थ्यो म इन्डिया दौडिन्थेँ नि त होइन। जापान त्यत्रो पैसा, अब यदि मलाई बाध्यता भइदिएको भए त मैले त अब 14-15 लाख रुपियाँ लाएर त यहाँ आउँथेन नि त होइन। त्यस कारणले म चाहिँ बाध्यता चाहिँ भन्दिनँ, हल्का ठुलो सपना भएकोले चाहिँ, सपना अलि अरूको भन्दा अलि हाई भएकोले चाहिँ म जापान आएको हो। यस्तो हाई क्वालिटीको सपना के हो, थोरै भन्न मिल्ला? हाई क्वालिटीको सपना त्यस्तो हाई क्वालिटी भन्दा त्यस्तो हाई त छैन। जस्तै अब इन्डिया जाने मान्छेले के गर्छ तपाईँको, जस्तै नर्मल आफ्नो खाना लाउन बस पुग्यो भयो होइन, उसलाई न गाडीको सोकिङ हुन्छ, न उसलाई कपडाको सोकिङ हुन्छ, न उसलाई घुम्नको सोकिङ हुन्छ। बस फ्यामिलीसँग बस्ने, खाने, दुई चाक खाने, बस्ने, रमाउने, बस त्यति होइन। तर अब हाम्रो त छ नि त, अब मोडर्न एजको विद्यार्थी हो, मोडर्न एजको मान्छे हो। अब हामीलाई त नयाँ लुगा लाउने मन लाग्छ, नयाँ नयाँ ठाउँहरू घुम्ने मन लाग्छ, कारै चढ्ने मन लाग्छ। अब बाइक पनि अब भनौँ बाइकले पुग्दैन, कार चढ्ने मन लाग्छ। त्यतिको चाहिँ भन्छु म। अब त्यस्तो हाई भन्दा त्यस्तो अब पुरै के भन्छ अरे प्राइभेट जेटै लिने सपना चाहिँ होइन कि, तर नर्मल्ली एउटा अब आफ्नो पर्सनल फ्यामिलीको लागि होइन, घुमाउनलाई सर र एउटा कारसम्मको ड्रिम भएको भएर चाहिँ म जापान आएको हो। नत्र यदि बाध्यता भइदिएको भए चाहिँ म मलेसिया, दुबई, इन्डिया जान्थेँ होला नि त। त्यहाँ जानेले चाहिँ किन सक्दैनन् र? सक्छन्, सक्दैनन् भन्दिनँ, तर भनौँ न त अब इन्डिया र जापान, इन्डिया जानेले कतिको कमाउँछ, जापान जानेले कति कमाउँछ त्यो थाहा छ नि त, सबैलाई थाहा छ, मैले भन्नु पर्दैन। र दुबई जानेले कतिको कमाउँछ, जापान आउनेले कतिको कमाउँछ भन्ने कुरा त अब सबैलाई थाहा छ नि त। यहाँ खर्च पनि छ, कमाइ पनि छ, आफैले बचाउन सक्नु पऱ्यो होइन। जापान आउने बित्तिकै होइन, अब यहाँ त स्ट्रगल छ, दुःख छ, मेहनत छ, रातभरि नसुतेको त्यो निन्द्रा छ होइन। कहिले पकाइरहेको खाना खाना भ्याइँदैन होइन। अब घर परिवारसँग भनेको बेलामा बोल्न पाइँदैन। र यहाँनेरिको विषयवस्तु भनेको चाहिँ मेहनत। तिमीले भने जस्तो जुन सपना छ नि, त्यसका लागि चाहिँ मेहनत अपरिहार्य छ कि जापानिज भाषा सबैभन्दा बेस्ट। भाषालाई बल गरेर राम्रो भाषा पढ्यौ, भाषा राम्रो बनाएर भोलिको दिनमा राम्रो खाइस्या छिर्यो भने चाहिँ भविष्य राम्रो छ। यथास्थिति अब रातभरि काम गरेर घरमा यसो 2-4 लाख पठाएर ऋणसिन तिरेर मात्रै चाहिँ त्यो सम्भव छैन। मेहनत चाहिँ बहुतै छ। के छ त्यसमा? हो दाइ, तपाईँले भनेको कुरा चाहिँ एकदम ठिक हो होइन। त्यही नेपालबाट नै मैले कस्तो माइन्डसेट बनाएर आएको छु भनेपछि म यहाँ जापान जाउँला, मोज गरौँला, मस्ती गरौँला भनेर म आएको होइन। बरु 4 वर्ष म दुःख गर्छु होइन। अब भोग